हेलो एन्ड नमस्ते एभ्रिवान। नेपाल टेलिकम चौथो तह सहायक पदको लागि सोधिएका र सोध्न सकिने सम्भावित प्रश्न उत्तर लिएर आएको छु। यस भिडियोमा धेरै नै महत्त्वपूर्ण नेपाल भूगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्न उत्तर लिएर आएको छु। सो विदाउट वेस्टिङ अ टाइम लेट्स गेट स्टार्टेड। प्रश्न नम्बर 61, नेपालको सबैभन्दा धेरै गुम्बा भएको जिल्ला कुन हो? अप्सन ए सोलुखुम्बु, अप्सन बी काठमाडौँ, अप्सन सी ओखलढुङ्गा, अप्सन डी रूपन्देही र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ, सोलुखुम्बु। नेपालको सबैभन्दा धेरै गुम्बा भएको जिल्ला सोलुखुम्बु रहेको छ। प्रश्न नम्बर 62, नेपालको श्रीलङ्का भन्नाले कोशी टपुलाई चिनिन्छ भने नेपालबाट नजिकको बन्दरगाह कुन हो? अप्सन ए कोलकाता, अप्सन बी सिक्नापट, अप्सन सी कोबे बन्दरगाह, अप्सन डी मुम्बई पोर्ट र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ, कोलकाता। नेपालको श्रीलङ्का भन्नाले कोशी टपुलाई चिनिन्छ भने नेपालबाट नजिकको बन्दरगाह कोलकाता रहेको छ। प्रश्न नम्बर 63, विराटनगरको पुरानो नाम के हो? विराटनगरको पुरानो नाम के हो? अप्सन ए भैँसालोटन, अप्सन बी मणिगल, अप्सन सी बिच्छाखोरी, अप्सन डी कुग्राह र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर डी रहेको छ, विराटनगरको पुरानो नाम कुग्राह रहेको छ। अब चाहिँ प्रश्न नम्बर 64, हिमाल पारीको जिल्ला भनेर मनाङ र मुस्ताङलाई चिनिन्छ भने माथिल्लो सगरमाथा भनेर कुन कुन जिल्लालाई चिनिन्छ? सगरमाथा भनेर कुन कुन जिल्लालाई चिनिन्छ? अप्सन ए सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ, अप्सन बी सोलुखुम्बु, ओखलढुङ्गा र ताप्लेजुङ, अप्सन सी सोलुखुम्बु, ओखलढुङ्गा र भोजपुर, अप्सन डी सोलुखुम्बु, पाँचथर र खोटाङ र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ, सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलाई सगरमाथाको आसपासको जिल्ला भनेर चिनिन्छ। अब प्रश्न नम्बर 65, तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला कुन हो? तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला कुन हो? अप्सन ए ओखलढुङ्गा, अप्सन बी धनुषा, अप्सन सी भोजपुर र अप्सन डी सोलुखुम्बु र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ, तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला ओखलढुङ्गा रहेको छ। अब प्रश्न नम्बर 66, नेपालको नैनीताल भनी चिनिने प्रसिद्ध धार्मिक स्थल कुन हो? नेपालको नैनीताल भनी चिनिने प्रसिद्ध धार्मिक स्थल कुन हो? अप्सन ए नवलपरासीको त्रिवेणी धाम, अप्सन बी पर्वतको सेतीबैनी धाम, अप्सन सी तनहुँको देवघाट धाम, अप्सन डी मुक्तिनाथ धाम र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ, नवलपरासीको त्रिवेणी धाम रहेको छ। नेपालको नैनीताल भनी चिनिने प्रसिद्ध धार्मिक स्थल नवलपरासीको त्रिवेणी धाम रहेको छ। अब प्रश्न नम्बर 67, नेपालको कुन सहरलाई माटोको सहरको रूपमा चिनिन्छ? अप्सन ए काठमाडौँको सहर, अप्सन बी जुम्लाको सिङ्जा, अप्सन सी रसुवाको धुन्चे, अप्सन डी मुस्ताङको लोहुमान ढाँट र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर डी रहेको छ, अप्सन नम्बर डी मुस्ताङको लोहुमान ढाँट। अब प्रश्न नम्बर 68, तलको भनाइबारे विचार गर्नुहोस्। 1 नम्बर नेपालको हावापानी उडा समशीतोष्ण रहेको छ। 2 नम्बर नेपालको पर्यावरणीय विविधता अनौठो रहेको छ। अब अप्सन हेरौँ। अप्सन ए 1 मात्र ठिक, अप्सन बी 2 मात्र ठिक, अप्सन सी दुवै ठिक र अप्सन डी दुवै ठिक र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर सी रहेको छ, दुवै ठिक रहेको छ, दुवै भनाइ ठिक रहेको छ। अब प्रश्न नम्बर 59,
समूह आई र समूह आई बीच जोटा मिलाई सही कोड छनौट गर्नुहोस्। ठाउँ एक साइडमा ठाउँको नाम दिएको छ भने अर्को साइडमा त्यही ठाउँको पुरानो नाम दिएको छ र कोडबाट सही उत्तर छान्नुहोस्। अप्सन ए, अप्सन बी, अप्सन सी र अप्सन डी मध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर डी रहेको छ, जसमा ए को 4, बी को 2, सी को 1 र डी को 3 सही जोटा रहेको छ। अब प्रश्न नम्बर 70, लोकताको जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ? लोकताको जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ? अप्सन ए बागलुङ, अप्सन बी गोर्खा, अप्सन सी ओखलढुङ्गा, अप्सन डी पर्वत र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ, बागलुङ। लोकताको जिल्ला भनी चिनिने जिल्लालाई बागलुङ भनिन्छ। अब प्रश्न नम्बर 71, नेपालमा वल्लामुखीको चिन्ह कहाँ पाइएको छ? अप्सन ए दैलखको दुल्लु, अप्सन बी मुस्ताङको लोमान्थङ, अप्सन सी चान्दनी टापु कञ्चनपुर र अप्सन डी नाभि स्थान दैलख र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ, दैलखको दुल्लु। अब प्रश्न नम्बर 72, तलको भनाइबारे विचार गर्नुहोस्। 1 नम्बर, शान्तिको देश भनेर नेपाललाई चिनिन्छ। 2 नम्बर, तेस्रो ध्रुवको देश भनेर पनि नेपाललाई चिनिन्छ। अब अप्सन हेरौँ। अप्सन ए 1 मात्र ठिक, अप्सन बी 2 मात्र ठिक, अप्सन सी 2 ठिक र अप्सन डी 2 ठिक र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर सी रहेको छ, 2 भनाइ ठिक रहेको छ। अब प्रश्न नम्बर 73, नेपालको कुल क्षेत्रफल वर्ग माइलमा कति रहेको छ? अप्सन ए 56,823 वर्ग माइल, अप्सन बी 56,872 वर्ग माइल, अप्सन सी 56,728 वर्ग माइल र अप्सन डी 1,47,181 वर्ग माइल र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ, 56,823 वर्ग माइल रहेको छ। नेपालको कुल क्षेत्रफल वर्ग माइलमा 56,823 रहेको छ। प्रश्न नम्बर 74, नेपालको कुल क्षेत्रफल वर्ग माइलमा कति रहेको छ? सेम क्वेसन र यसको सही उत्तर चाहिँ 56,827 वर्ग माइल रहेको छ। अब प्रश्न नम्बर 75, समूह आई र समूह आई बीच जोडा मिलाई सही कोड छनौट गर्नुहोस्। अब चाहिँ यहाँ 75 नम्बरमा चाहिँ ठाउँ र पुरानो नाम दिएको छ, यसको सही जोडा मिलाउनु पर्नेछ। अप्सन हेरौँ। अप्सन ए, अप्सन बी, अप्सन सी र अप्सन डी मध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर बी रहेको छ, जसमा ए को 2, बी को 4, सी को 3 र डी को 1 हुनेछ। अब प्रश्न नम्बर 76, क्षेत्रफलका आधारमा नेपाल विश्वको कति औ ठुलो भूपरिष्ठवित मुल्क रहेको छ? अप्सन ए 15 औ, अप्सन बी 17 औ, अप्सन सी 21 औ र अप्सन डी 23 औ र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर सी रहेको छ, 21 औ। क्षेत्रफलको आधारमा नेपाल विश्वको 21औं ठुलो भूपरिष्ठवित मुल्क रहेको छ। अब प्रश्न नम्बर 77, जनसङ्ख्याका आधारमा नेपाल विश्वको कति औ ठुलो भूपरिवेष्टित मुल्क रहेको छ? अप्सन ए 5 औ, अप्सन बी 7 औ, अप्सन सी 10 औ र अप्सन डी 17 औ र यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ, 5 औ। जनसङ्ख्याका आधारमा नेपाल विश्वको 5औं ठुलो भूपरिष्ठवित मुल्क रहेको छ। अब प्रश्न नम्बर 78, नयाँ मुल्क भनेर चिनिने नेपालको निम्नमध्ये कुन जिल्ला होइन? कुन जिल्ला होइन? अब अप्सन हेरौँ। ए बाँके, अप्सन बी बर्दिया, अप्सन सी कैलाली र अप्सन डी रूपन्देही र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर डी रहेको छ, रूपन्देही। नयाँ मुल्क भनेर चिनिने नेपालको निम्नमध्ये रूपन्देही जिल्ला भनेर चिनिँदैन। अब प्रश्न नम्बर 79, नेपाल एसियाको कति औ ठुलो भूपरिष्ठवित मुल्क रहेको छ? प्रश्न अप्सन ए 5 औ,
अप्सन बी 8औं, अप्सन सी 10औं र अप्सन डी 17औं र यसमध्ये यसको सही उत्तर चाहिँ अप्सन नम्बर बी रहेको छ 8औं। अब प्रश्न नम्बर 80, तलको भनाइबारे विचार गर्नुहोस्। 1 नम्बर, भूगोलको आधारमा नेपाल विश्वको 93औं ठूलो राष्ट्र हो। 2 नम्बर, जनसङ्ख्याका आधारमा नेपाल 48औं ठूलो राष्ट्र हो। अप्सन हेरौँ, 1 मात्र ठिक, अप्सन बी 2 मात्र ठिक, अप्सन सी दुवै ठिक र अप्सन डी दुवै ठिक र यसको सही उत्तर चाहिँ अप्सन नम्बर सी रहेको छ, दुवै ठिक रहेको छ, दुवै भनाइ ठिक रहेको छ। सो आजको लागि यति नै। यस भिडियो अन्तर्गत रहेर हामीले नेपाल भूगोल सम्बन्धी महत्त्वपूर्ण जीके 1 देखि लिएर 80 सम्म देखेका छौँ, जुन चाहिँ धेरै नै उपयोगी आउँदो परीक्षामा रहेको छ। सो आजको लागि यति नै। भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।